सो हेलो, आज मेरो टुरको सेकेन्ड डे हो। सो म अहिले ट्याक्क यो जोमसङ पुग्नलाई हामीले चाहिँ अझै 25 किलोमिटर जति बाइक कुदाउनुपर्छ है। हामी नाइटमा हामी 3 जना हो टोटल चाहिँ। अनि नाइटमा हामी यति लेतिर बसेका थियौँ। अनि कोस्ट भन्दाखेरि नि कोस्ट भन्दा पैसा भन्दा नि त्यो भाइ हुन्छ नि त्यो घुम्ने एडभेन्चर गर्ने त्यो चाहिँ मलाई एकदम रमाइलो लाग्छ कि होइन। पैसा म यताउति हेर्दिनँ है, त्यही भएर मलाई यताउति घुम्नमा चाहिँ रमाइलो लाग्छ कि एडभेन्चर गर्न। मेरो बाइक सानो हो तर तै पनि यसो रमाइलो लाग्छ चाहिँ होस् होइन। सो आज हाम्रो प्लान भनेको चाहिँ पहिला मुक्तिनाथ जाने, अनि त्यहाँ नुहाउने, अनि त्यसपछि टक्क लगाएर अनि उपर मस्ताङ लोमानथाङसम्म जानुपर्ने हो कि है। अनि अब भोलि चाइनाबोर्डतिर जाने अनि पर्सि फर्किने हो हाम्रो प्लानमा चाहिँ। अब हाम्रो सोचे जस्तो भयो भने त त्यसरी नै गर्ने हो। अब बिचमा केही अप्ठ्यारो पर्दिहाल्यो भने चाहिँ अब त्यही अनुसार प्लान चेन्ज पनि गर्नुपर्छ। सो जस रमाइलो भइरह हेर्न सक्नुहुन्छ होइन। अब के भन्नु क्या म केही भन्न सक्दिनँ कि, जस्ट एकचोटि आएर भिजिट गर्नु होइन। मेरो सल्लाह चाहिँ यो लाइफ टाइम एक्सपिरियन्स हो क्या। यो मनाङ मुस्ताङ आउनु भनेको नै त्यही हो, लाइफ टाइम मेमोरी हो कि। सो एकचोटि आउनु, रमाइलो गर्नु त ठाउँ पनि दामी नै हो होइन। हेर्न सक्नुहुन्छ माथिसम्म हिमाल देखिरहेको क्या होइन। मलाई चाहिँ रमाइलो लाग्छ जे होस्। अब घुम्न मन त कसको नहोला र होइन। तै पनि यसो मेरो प्लान खासमा आउनु थिएन कि। अनि मेरो साथीहरू हिजो लगभग बिहान 5 बजे निस्केको होइन। अनि म 2-3 बजे फोन गर्छु त निस्किसकेर भन्छ क्या। अनि त्यसपछि रिस उठ्यो त अब के गर्नु होइन। साथीहरूसँग जानै पर्यो, त्यही भएर टक्क लाएर मैले यसो सामानहरू प्याक गरेँ। खासै सामानहरू केही पनि बोकेन मैले, जस्ट त्यही 2-3वटा लगाउने कपडा हो, अनि मेरो फोन चार्जर अलिअलि पैसा पनि छ, त्यति हो मैले ल्याएको। अनि मेरो साथीले अब निस्क्यो भनेपछि त रिस उठ्यो होइन। अनि म पनि अब यसो साथीहरूसँग जानै पर्छ भनेर निस्कियो खासमा। अनि म ठ्याक्क 2 बजे निस्केँ क्या है। अनि 2 बजे निस्केको म ठ्याक्क, मेरो साथीहरू 5 बजे निस्केर तिनीहरू यहाँ जोमसोमभन्दा 25 किलोमिटर पछाडि नै बसिरहेको थियो क्या। अनि त्यहाँ बसिरहेको थियो। अनि म 2 बजे निस्केको, ट्याक्क 11 बजेतिर आइपुगेँ। मेरो साथीहरूसँग भेट गरेँ। अनि त्यसपछि खाना त म उतै बाहिरतिर खाँदिएँ, उतै बाटोमै खाँदिएँ, त्यही भएर खासै केही नि खाइनँ। त्यो अलिअलि खाजाहरू थियो त्यो चाहिँ खाएँ। अनि खाएपछि यसो रेस्ट गरेँ। अनि रेस्ट गर्दा गर्दै साथीहरू हुन्छ नि त, साथीहरूको कुरा सुन्न रमाइलो के फेरि। अनि रमाइलो हुँदै कति बेला 2-3 बजे थाहै भएन क्या। अनि त्यसपछि होइन अब सुत्नुपर्छ, यसो भोलि बिहानै उठेर जानु हो भनेर सुतेको। फेरि साथीहरूले के हरेर भूत आयो रे, अरू के आयो हरेर लौन सातो उडाइदियो क्या। अनि त्यसपछि चाहिँ फेरि बिहान उठेर चिया खाएर चेकआउट होटलबाट चेकआउट गरेर निस्केको। भर्खर निस्क्या हुँ। अझै अब खै कति किलोमिटर बाँकी छ, कति किलोमिटर कुदाउनु पर्छ अहिले ठ्याक्कै थाहा छैन। तर जोस् अलि बढी नै हो। हिजो लगभग 350 किलोमिटर जति कुदाएँ टोटल चाहिँ। अनि आज पनि त्यस्तै होला। आज त खासै त्यो 350 त होइन, 200 लगभग समथिङ 200 कति हो। तर यो बाटो चाहिँ अलिअलि ठिकै हो। यता त उता अलि पहाडतिर बिग्रिया भनेर सुनेको थिएँ मैले खासमा त। अब खै अब यस्तै बाटो भयो भने त अलिक चाँडो पुगिन्छ होला। अब त्यस्तै नराम्रो कच्ची बाटो भयो भने चाहिँ अलिक टाइम लाग्छ।
त्यही हो तर नराम्रो बाटोमा बाइक चलाउनु छुट्टै मजा क्या एडभेन्चरको मजा नि त्यही हो होइन अब यस्तो बाटोमा त जाऊ जहाँ पनि चलाइन्छ एडभेन्चर भनेको नि त्यो अलि नराम्रो बाटो अलि कच्ची बाटो अलि ढुङ्गा भएको बाटोमा चलाउनु एडभेन्चर भनेको नि त्यही हो कि कसैले अब एडभेन्चर डिफाइन गर भनेर सोद्धाखेरि त्यही भन्नु अब एडभेन्चर खासै मलाई इङ्ग्लिस त आएन तै पनि अब यसो मिलाएर भनिदिनु न के नै खर होइन दिस इज कल्ड एडभेन्चर गाइज अब कसैले डिफाइन गर्नु भन्यो भने यो ट्याक्क यहीँ लगाएर देखाइदिनु यही त्यसलाई बाइक किन्नु भन्नु अनि टक्क पछाडि बसाएर आफै राइड गरेर उहाँ ल्याइदिनु अनि दिस इज कल्ड एडभेन्चर भनेर भनिदिनु न सिम्पलमा भन्दाखेरि चाहिँ होइन यो भिडियो बनाउनु समान नभएर लास्टै गाह्रो आयो मेरो यहाँ छातीमा मैले फोन राखेको छु कसरी राखेको छु त्यो तपाईँहरूलाई थाहा पनि छैन हौ मलाई आफै थाहा छैन तपाईँहरूलाई त के थाहा हुनु होइन तर चाहिँ होस् अलिअलि त भिडियो भइरह ठिकै हो अब के भनौँ होइन एभ्रिथिङ इज फाइन टिल नाउ मेरो साथीहरू कहाँ पो पुग्यो आयो भिडियो बनाउन समान नभएर लास्टै गयो क्या म चाहिँ खै कसरी राख्नु पर्यो हा यहाँ फोन रमाइलो हो Ooh, just look like a wow, man. Just look like a wow. I can't explain, but it's totally different, guys. Totally different. From everything, this road, this place, this fountain is totally different, guys. From everywhere, everything. I'm saying only one thing, just look like a wow. Just look like a wow, bro. के को फिल्म सुटिङ पो भइरहेको थियो त यार के को सुटिङ हो यो त बेनी बजार गाइस Just look like a wow at you.
मेरो साथीहरू अगाडि गइरहन् कस्तो अगाडि आएको त हौ